त्यो बाटै पनि पुरिन लागेको छ नि त बस्ती पनि भत्ताबुङ्ग जग्गा सब भत्ताबुङ्ग बोइ बाजेको गोठ यति रहेछ नि मुरलीले थाप्लो लाइन मासु गर्थ्यो नि यसो घप्लकै किन देखाएको के र निशानमा गयो ल म माथि लेख गएँ क्या आज है आज म जाँदैछु हाम्रो गाउँको लेकमा र माथि 9 मेलासम्म म तपाईँलाई सर्लक त्यहाँको भिडियो बनाएर देखाउने छु हेरिदिनु होला र यो हाम्रो पाङ्गोको गाउँ हो म अहिले यो गर्सा माथिल्लो चौर र यहाँ एउटा ठुलो खाली थियो होइन खाली कहाँनिर छ यहाँनिर छ खाली अहिले त खालीको नाम निशान मेटिएको छ र यसरी यति ठुलो ठाउँ छ हाम्रो पाङ्गाको यो माथि लेक गर्सा माथिल्लो चौर हो र यो गर्सा माथिल्लो चौर नि विष्णु योभन्दा 10-15 वर्षको पहिला र अहिलेको के छ यहाँ त भिन्नता हो नि त सुनसान केही नै हेरौँ न फिल्ड यस्तो दामी थियो यति राम्रो फिल्ड छ फिल्ड यस्तो दामी थियो आज भोलि मान्छे नबस्नु भएर ऊ माओवादी झारू उम्रेर खत्तम एकदम पानीथेर लाग्यो नि अहिले पानीको पानीको धेरै आवश्यक छ यहाँ मोबाइलमा चार्ज छैन बत्ती छैन अब हेर्थ्यौँ अब बाटो पनि छैन यस्तो भालु लुक्ने यस्तो ठाउँ छ कहीँ मामा भेटाउनु भयो यहाँ पानीको एकदमै जरुरी देखेँ मैले तपाईँलाई कस्तो लाग्यो अहिले खोइल देखाउनु अहिले आवश्यक भए पनि पहिलेदेखि आवश्यक छ पूर्ति कतिबाट हुन सक्दैन हजुर र पहिला कति गोडहरू देखिन्थ्यो भने अहिले तपाईँको केही गोड पनि छैनन् भत्ताबुङ्ग त्यो बाटै पनि पुरिन लागेको छ नि त बस्ती पनि भत्ताबुङ्ग जग्गा सब भत्ताबुङ्ग सब लेखिदियो नि त पहिला अब लगतै तल पनि दिन्छु मामा हजुर यो मर्थे लेख मर्थे गाउँ पनि सेक्युरिटी सहितको हाम्रो सेतासँग हाम्रो टिम अगाडि हिँड्दैछ र के छ यहाँ भालु छ भन्ने कुरो छ के छ त भाइ भए पनि हाम्रो सेता छ नि त आइयो नि पानीतिर लाग्यो पानीतिर पानीको धार रहन्छ गाह्रो छ हैरान छ र मेल खाऊ है मेल ए म पनि 10-12 वर्ष बचेर आएँ मेल खाऊ यो गोठको खो यो घरबाट हाम्रो बोइ बाजे यो चाहिँ अति राम्रो लाग्यो उहाँले अझै पनि छोड्नु भएको रहेछ टिनले छाई यति संरक्षण गर्नु भएको छ अनि बोइ बाजेको गोड यति रहेछ नि गोडै रहेछ नि अन्त बुढोबुढीको अहिलेसम्म माया मार्न सक्नु भएन उहाँले उहाँ बोइ बाजेहरूले र उहाँले पनि अझै भन्नुहुन्छ यहाँ पानीको आवश्यक छ अनि पानी पुर्याइदिनुहोस् भनेर एउटा हाम्रो गाउँको यो लेकमा चाहिँ यो गोडले गर्दा अलि त एउटा रछ भन्ने सवालो भयो है ए बर्खातिर त जताकतै पानी हुन्छ होइन बर्खातिर जताकतै पानी हुन्छ तर यो हिउँदतिर पानी हुनु पर्यो क्या हो कि होइन ए अब के गर्ने यहाँ यो लागिमको यो माथि डाँडा यो लेरेगोट तासगोरा पनि भनिन्छ यसलाई यो चाहिँ ट्याक्कै यहाँ यो 9 मेला के छ यहाँ भालु आयो कता हो बाटो विष्णु के छ यो हाम्रो गाउँघरको लेकमा चाहिँ मान्छे बस्न छोडेछन् होइन सुनसान छ कसले भालु पनि छ भन्छन् कसैले बाघ पनि छ भन्छन् डर त लागेन विष्णु र
तल भाइहरूले त्यहाँ पूजा गर्दैछन्। म चाहिँ यहाँ नौमेला बाजेको घरमा घर हेर्नु पर्यो भनेर आएको र यहाँसम्म आइपुगेँ। चाहिँ अदाम्रा छ, भाँडाकुडी र यसरी सुत्ने एउटा खटिया पनि रहेछ। र यहाँ दुईवटा सुन्तलाका बुट्टाहरू मैले देखेँ, यो रुखहरू र धेरै फल त त्यस्तो लगाएको रहेछ, हल्का लगाएको रहेछ। र यहाँनिर मैले एउटा मलाई खानी मन लागेको थियो र खानी भनेर म आएको थिएँ। म मनदेखि यस्तो मानेर आउँछु होइन, धर्म कर्म, किन भन्दाखेरि ध्वजा लगाएको हुन्छ, भोलि केही लाग्न सक्छ, केही हुनसक्छ होइन। त्यसैको कारणले गर्दाखेरि चाहिँ म यो काम गर्दैन। र यसरी हामी यहाँनिर पश्चिमको रुकुम पूर्वीको यो भाग रुकुम पश्चिम बाँफीकोट एक लागिमको लेक पर्छ भने यो पल्लो साइडमा यो लागिमको लेक हो है। अनि जुन यो खोला छ रेवत खोला भनिन्छ, यो खोलादेखि यो साइडमा यो रुकुम पूर्वी सिस्ने 3 र पाङाको लेक हो। र म अहिले यहाँ नौमेला भन्ने ठाउँमा छु। एकजना हाम्रो गाउँको बाजे, उहाँ बाजेहरूले धेरै यहाँ बस्नुभएको, लगभग कति वर्ष बस्नुभयो मलाई ट्याक्कै थाहा छैन, सोध्नुपर्छ होइन। धेरै लामो समय बस्नुभयो यहाँ नौमेलामा र उहाँ अहिले गाउँमै पाङैमै बस्नुहुन्छ। र उहाँले यहाँ बसेको भएर यहाँ पुरानो घर पनि यहाँ रहेछ होइन। यो गोड हो कि घर हो, म एकचोटि पहिला धेरै पहिला आएको, मलाई अलिअलि याद छ होइन। र घर पनि यहाँ रहेछ र यहाँनिर अलिअलि यो बनाउनु भएको रहेछ। र दुईवटा यहाँनिर सुन्तलाका रुख पनि छन् होइन। गाह्रो छ है, पूजा गर्नको लागि तयारी हुँदैछ यहाँनिर। खिर पाक्दैछ, फाजीले पकाउँदै हुनुहुन्छ। हजुर भदाइमा त नि हजुर यहाँ खिर हाल्न आएको भदा यहाँ माथि नौमेला भन्ने लेखमा आछौँ नि। हजुर छोराले यहाँ के पूजा गर्ने अनि के त्यही त दसैँको लागि सुत्ने यहाँ टोखाको थान छ। हजुर अनि यहाँ पूजा गर्न आछौँ नि नौमेला माइलाबा नातिकामा सबै आछौँ होइन फाजी? आछौँ हजुर आछौँ। यता धामी पनि यता ढिकटी हजुर बस्नुमा आछ, पूजापाठ गर्ने त होला नि। फाजी ऊ के जस्तै यो हाम्रो रुकुम पूर्वी र रुकुम पश्चिमको सिमानामा नि हो नि, रेवत खोला पर्यो यो। उता अब यो खोला उता अब सिमाना भइगयो। यो खोलादेखि उतल खोला यता हाम्रो पूर्वी रुकुम हो, यो त हाम्रो अब नि हजुर यो सिमानै यही हो, पूर्वी रुकुम पर्यो। र सिमानै यही हो। यो चाहिँ रुकुम पूर्वी र रुकुम पश्चिमको सिमानामा नि पर्यो। अहिले हामी नौमेला भन्ने ठाउँमा यहाँ ट्याक्कै हाम्रै हो। करिब हाम्रो नौमेला बाजेहरू यहाँ कति भाइहरू कति वर्ष जति बस्नुभयो यहाँ माथि लेकतिर? यहीँ जन्मिएन हुन्। हाम्रो त्यही जर्मिया यहीँ जन्मिया? कति वर्षको भयो भने त अघि हामी भर्खर थाहा पाउने बेला हामी 10-15 वर्ष आउने। हजुर अब 50 वर्ष भयौँ हजुर भने यहाँ 10-15 यहाँ 40 वर्ष जति भयो भने 40 वर्ष यहाँ बसेर अब तल गाउँतिर चाहिँ जानुभयो? यहाँ अब यहाँ जग्गा अहिले सल्लाहको रुख थियो, अहिले त यो झार पसिना यहाँ उहाँ छ। हजुर बिरीका आउने जग्गा पनि भरियो। छोरी बादा पानी मास फामा सुब्दौडी गेर घुक्के लामा ठिका लामा घ्यानी लामा ध्यानी लामा सौदासी लामा फुटबल लामा हे दाइने बेगो सिया परमी अबदेखि गेर उतमुखी खाया भने उदेले मैले गेर तिमीले गेर नुवाकी दिनेछन् पोगली दिनेछन् गणगाउँ त्यो लसिरामले काट्छ कि मेरो आउँछ कि लसिरामले काट्दिन्छ उहिले काट्छ नवरदान पुत्रवरदान कन्यावरदान दिनु हे दाइने बेगो सिया परमी छोरी तिमी दाइने भए गेर दाइने बेगो सिया परमी लागेका हौला छिपेका हौला आधा माटा गेर मुनामारी गयो चितमारी गयो रंगमाला गंगामाला जनमाला जय मेरो मेरो के भन्दैछ? मेरो भाग्दैछ। तपाईलाई अहिले दबाउन एक्लै बोलाउँछु दबाउने भने गार्ने हैन र पानीको कम परेर अहिले हामी पानी लिन आएको छौँ। पानी ठुलै आउने रहेछ र पानीभन्दा ठुलो के छ र हामीहरू पानी लिनको लागि। त्यो दिन ढुङ्गा दिने ढुङ्गा बजाउन लगे यहाँ लगाइदिने यहाँ बान्द तुरुन्त त्यहाँ के भन्छ नै कहाँबाट आयो कुकम्यान हो यो? चाइनाबाट चाइनाबाट? आर्मी चाइनाबाट आर्मी गरे केरा मासु घप्लकै किन देखाएको केरा मुरलीले थाप्लो लाइन मासु घप्यो नि
चाइनाको स्पेसल कुकम्यान होइन मिस्टर डम्बरू डमहरू कहाँ ओहो यहाँदेखि मासुमा हालौँ एक चुक खै चुक त चाहियो त यहाँ पेवर पेवर मासु यहाँ हो बस दुईटा कुकम्यान के फेरि उता के कहाँको इन्डियन कुकम्यान हो उहाँ त सुडानबाट आयो सुडानबाट आउनु त्यो त नेपाली भाषा पनि आन्न होला पानीको व्यवस्था गरिदिनु पर्यो यहाँ होइन ए पेवर बन्दरले यहाँ केरा पनि पाइएको तरुल पाइएको अनि सिस्नु पनि हरियो सिस्नु अनि सुन्तला पनि रहेछन् माथि अमिला अब लाउने मान्छे दाङ्गाइन ठुलो घाटा भयो केराको टन्नै अब खानपिनको काम सक्यो होइन फाज्यू अब जाने बेला भइसक्यो कुकम्यान के भयो खानपिन भयो सक्यो एकदम ओके पर्फेक्ट दाइ के छ अब जाने होइन ल ठिक छ केरा पनि भयो इमिला सुन्तला लेखा आएँ अहिले 15 वर्ष आएँ 15 वर्ष आएर तरुल पनि खुनीले अब गाउँ झन् लगाएको छ गाउँ झन् बेला दुःख भएछन् अब आज गाउँ आइन भोलिसम्म पर्सिसम्म दाङ आउँछु अब ल दाङ आउँछु पर्सि भिडियो जान्छ तपाईँ र पूजापाठ सिद्ध्याएर अब हामी घरतर्फ लाग्यौँ है टोली तलतिर आउँदैछ कि आएको उपलक्ष्यमा अब त्यहाँ जानु भएन र अब के लाग्ने विष्णु के को राम्रो हुन्छ डिमुरको डिमुर नि डिमुर हामीले यहाँ बिर ट्याक्कै काटेर तयारीमा विष्णु के छ अब जाने होइन बुर्नी क्रममा र अब जाडो हुन्छ यसरी चाहिँ हामी अहिले जाने भनेको ट्याक्कै बिहान आएको बाटो यसरी ऊ तल हाम्रो गाउँ ल हामीहरू अहिले यहाँ बिसनचौरी आइपुग्यौँ हामी घर फर्किँदैछौँ अहिले हामीहरू फर्किने क्रममा छौँ यो पारी झिलिमिली हेर्नुहुन्छ यो नातिकार हो